ओके वेलकम ब्याक टु माई च्यानल साथीहरू। आज भने चाहिँ म तपाईँहरूलाई नि एभेन्जर 220 क्रुजमा चाहिँ बुलेटको लेगार्ड अगाडि र पछाडिको लेगार्ड चाहिँ फिट गरेर तपाईँलाई देखाउन गइरहेको छु। यो मेरै बाइक हो नयाँ। आज चाहिँ म तपाईँलाई फिट गरेर देखाउने छु ल। यो चाहिँ फालेलुङ गाउँपालिका सखरखण्डे भन्ज्याङको ग्यारेजमा रहेको यो भाइ मिस्त्री चाहिँ हाम्रो इन्डियाबाट झिकाएको भाइ हो। एकदमै जेनदार छ ल। हेर्नुहोस् त दामी काम गरिरहेछ। ठ्याक्कै तल पनि माथि नि वेल्डिङ गरेर हल्का क्लिप सारेको छ हैन, ठिक्कमा आयो। लगभग फाइनल भइसक्यो। यसरी हुन्छ। यहाँको चाहिँ तपाईँको बुलेटको लेग गार्डको तल चाहिँ ठिकै मिल्छ, माथि चाहिँ अलिक मिल्दैन। यो किच्चाएर अलिकति दबाएर अनि यो नि यहाँ नै यो के अरे एसी के भन्छ एसी मोबिल कुलरको यहाँ नटबाट यसरी यसरी लगाएपछि ट्याक्कै यसरी लगाएपछि ठिक्क हुने रहेछ। यहाँ मोबिल कुलरको नटमा यसो गएपछि ठ्याक्कै बुलेटको लेग गार्ड यसरी बस्छ एभेन्जरमा। यसो भएपछि लुक्स निकै इम्प्रुभ भयो है। अब यसमा झन् त्यो रफलाई चाहिँ यसरी लगाएपछि झन् दामी बन्छ। अब यहाँ यो फुटरेस्टमा अनि यहाँ चाहिँ यो उको के अरे सकअपको यहाँ ट्याक्क मेल खाँदो रहेछ बुलेटको होइन, पछाडिको पनि थोरै उतापट्टिको चाहिँ थोरै मोडिफाई गर्नुपर्छ। अनि यसमा पनि थोरै यो लगाइसकेपछि माथिबाट हल्का काचा खिचाएपछि ठिक्क यो यहाँ तल झर्छ। यसपछि ठिक्क मिल्दो रहेछ। र यो लगाइसकेपछि अलिक थोरै समस्या भनेको कहाँ हुन्छ भने ब्रेकमा हुन्छ। तर ब्रेक पनि अहिले त मिल्यो होला नि, ए निकै भएछ। तल सारेपछि निकै मिलेछ होइन। यो तल ठोकेर सारिसकेपछि अहिले ब्रेक ग्याप यतिको रहेको छ, यतिको ठिकै हुन्छ। अब यहाँ कस्दाखेरि थोरै ब्रेकलाई एडजस्ट गऱ्यो भने यो ठिक्कमा आइहाल्छ। यो पनि भयो। अब यसलाई रफलाई मिलाउनु मात्रै बाँकी छ। बस्ता छ यताको यस्तो देखिन्छ भने ल। साइड लाइट पनि यस्तो खालको छ, यो ब्यान्ड नहुने खालको छोटो सानो, लड्दाखेरि भेट्दैन यसो ढुङ्गाले। यता पनि लाग्ने चडक्क पार्ने सानो ल। यस्तो देखिँदैछ है। अब यसरी लेग गार्ड लाउँदाखेरि लुक्स त एट्र्याक्टिभ देखियो तर यो लुक्स भन्दा पनि यसले सेफ्टी गर्छ क्या। जस्तै कुनै बेला लड्यो भने अब यो मान्छे यहाँ बिचमा हुन्छ, यो यताकोले सेभ गरिदिन्छ क्या उसलाई, मान्छेको खुट्टा सेभ गर्छ है। अनि पछाडिको पनि सेभ गर्छ, अगाडिको पनि सेभ गरिदिन्छ क्या त्यसले, त्यसको कुरा। अनि यो दह्रो पनि हुन्छ। अब पल्सरको जुन चाहिँ त्यो लेग गार्ड भन्दा यो निकै दह्रो हुन्छ, किनभने माथि र तर यसरी बाक्लो खालको रड हो कि यो चाहिँ। यो पाइप छ नि, यो बाक्लो पाइप हुन्छ क्या, गरौँ पनि हुन्छ। अर्को पल्सरको चाहिँ पत्ला हुन्छ, ब्यान्ड भइजान्छ। त्यो पनि तलकोमा मात्रै हुन्छ, माथिको ग्याप हुन्छ यसरी। त्यो हुँदाखेरि ब्यान्ड भइहाल्छ क्या, यो चाहिँ हुँदैन, यो चाहिँ दह्रो हुन्छ। लगाउँदै गरेको अवस्था बाइकलाई झुन्डाउनुलाई दुईजना गरेर गरेन भने त यो एकदमै ढिलो हुँदो रहेछ होइन। एकदमै ढिलो र एकदमै अप्ठ्यारो। ल अब फाइनल लुक्स तपाईँलाई देखाउने छु त ल। मोडिफाई लगभग सकिन आँटेको छ है त है। हाम्रो टेक्निसियन मेकानिक इन्डियाबाट हामीले झिकाएको मेकानिक हो है। र यहाँ चाहिँ मोडिफाई पनि यो ग्यारेजमा चाहिँ मोडिफाई पनि हानिन्छ। अनि तपाईँको देख्न सक्नुहुन्छ के अरे बुलेटको लेग गार्ड चाहिँ मजाले बसिसकेको छ। अनि फगी लाइट यसमा ठ्याक्क मिल्ने गरेको सुहाउँदो खालको फगी लाइट पनि ठिक्क ठाउँमा राखिएको छ। अनि यसरी हाम्रो सकेको छ। फाइनली लुक्स यस्तो भयो ल। अगाडिको लायो, पछाडिको पनि लायो, बब्बाल देखेको छ। अब यताबाट हेर्दा अब यसरी है। अब धुँदा झन् साह्रो मजाको देख्छ। सडकको पनि धुइसक्यो। ल बुलेटको भाइ तयार भयो है।
यस्तै हुन्छ बुलेटको लेग गार्ड लगायो भने यस्तो देखिन्छ ल पुरानो लेग गार्ड परै